बजाज पल्सरको मोबिल फिल्टर यानि कि ओइल फिल्टर चाहिँ कुन ठाउँमा हुन्छ भन्ने हुन्थ्यो होइन। अब हाम्रो यो खासमा यो ओइल फिल्टर कहाँ हुन्छ आज म तपाईँलाई देखाउँछु है। जस्तो हाम्रो बाइक एकदमै ज्यादा तातिन्छ भने चाहिँ हामीले यो कुरा चेक गर्नै पर्ने हुन्छ होइन। र हाम्रो जुन यो क्लच कभर छ नि, हाम्रो क्लच कभर खोल्नुपर्ने हुन्छ र प्रत्येक 20,000 किलोमिटर कुदेपछि चाहिँ यो ओइल फिल्टर चाहिँ एकचोटि सफा गर्नैपर्छ। यो ओइल फिल्टर हाम्रो बन्द भयो, ब्लकेजहरू भयो भने चाहिँ हाम्रो बाइकको इन्जिनमा चाहिँ मोबिल राम्रोसँग सर्कुलेसन नहुने, बाइकहरू एकदमै ज्यादा तातिने हुन्छ है त। त्यही भएर फटाफटी म क्लच कभर खोलिरहेको छु र कुन ठाउँमा बसेको हुन्छ र यसलाई कसरी सफा गर्ने म तपाईँलाई त्यो पनि देखाउँछु है। जस्तो हाम्रो क्लच कभर पहिला हामीले फटाफटी खोल्नुपर्ने हुन्छ होइन। र म चाहिँ बाइकको क्लच कभर फटाफटी खोलिरहेको छु र हाम्रो क्लच कभर निकालिसकेको छु मैले होइन। र यहाँ चाहिँ हेर्नुहोस् त एकदमै भित्र फोहोर र एकदमै कालो भएको छ, यो पनि सफा गर्नुपर्छ हामीले होइन। र हाम्रो खास चाहिँ के हुन्छ भने हाम्रो बजाज पल्सरको हाम्रो ओइल फिल्टर यानि कि मोबिलको फिल्टर चाहिँ हाम्रो यहाँ मुनिपट्टि लागेको हुन्छ है, हाम्रो ओइल पम्पसँग एट्याच भएर लागेको हुन्छ होइन। र यो चाहिँ हामीले 20,000 किलोमिटरमा चाहिँ खोलेर सफा गर्नुपर्छ। यदि यो सफा गरिएन भने चाहिँ हाम्रो बाइकमा तातिने समस्या एकदमै ज्यादा आउँछ। त्यही भएर ओइल फिल्टर कहाँ हुन्छ भन्नुहुन्छ भने हाम्रो ओइल फिल्टर चाहिँ यहाँनिर हुन्छ। यसलाई खोलेर मजाले सफा गर्न एकदमै मजाले मिल्छ है त।